एभ्रीवान, आई एम सङ्गीता। वेलकम टु डे इन माई लाइफ। आज चाहिँ मैले बिहानको सबै कामहरू सकेर खानासाना छिटो छिटो बनाएर खाएर म चाहिँ कहाँ निस्किँदैछु भनेर चाहिँ भिडियो पुरा हेर्नु होला। म भन्दै जानेछु। अनि मलाई पुऱ्याउनको लागि चाहिँ साने जाँदै हुनुहुन्थ्यो। म चाहिँ घरबाट निस्किएँ साने अफिसको लागि। म चाहिँ कताको यात्राको लागि चाहिँ दुवैजना निस्कियौँ सँगसँगै। अनि सानेले मलाई गाडीमा चढाइदिनु भयो र साने अफिसतिर जानुभयो। चाहिँ गाडीमा चाहिँ झ्यालको सिट भनेको थिएँ, मलाई चाहिँ ठ्याक्नु भएको रहेछ दाइले। अनि हामी चाहिँ नयाँ बजार पृथ्वी चोक हुँदै निस्कियौँ। बाटोमा चाहिँ कतै कतै चेकिङ पनि रहेछ के। अनि हामी चाहिँ चेकिङहरू गरेर सकिसकेपछि चाहिँ पोखरालाई बाई बाई गरेर त्यहाँबाट हिँड्यौँ। अनि अहिले नेपालको बाटोहरू चाहिँ एकदमै राम्रो भएको छ नि त। पृथ्वी राजमार्ग त झन् यस्तो बवाल बाटो बनाएको छ कि यो बाटोमा यात्रा गर्दा त म विदेशमा छु कि नेपालमा छु झै हुन्छ के। अनि 4-5 घण्टा लाएर यात्रा गर्नु पनि यस्तो कठिन पूर्ण यात्राहरू गर्नु पर्थ्यो। अहिले त सलल्ल 4-5 घण्टामा पुग्ने बाटो त 1-2 घण्टामै पुगिन्छ। अनि गाडीमा चाहिँ सबैजना निदाउनु भएको थियो। म चाहिँ भिडियोहरू बनाउँदै आएको थिएँ। त्यतिकैमा खाजा खाने बेला भएर दाइहरूले खाजा खाने ठाउँमा रोक्नु भयो। अनि म चाहिँ कहाँ जाँदैछु भनेर चाहिँ गाडीमा हेर्नु होला, म चाहिँ लमजुङ जाँदैछु। खाजा खाने ठाउँबाट पनि हामी छिटो छिटो निस्कियौँ। डुम्रेबाट कटेपछि बाटो बन्द हुन्छ 12 बजीबाट 5 बजीसम्म भनेर हामी चाहिँ 12 नबज्दै जाम हुने ठाउँबाट चाहिँ क्रस भयौँ। अनि बाटोमा आउँदै थियौँ, यस्तो खतम भएको रहेछ कि बाटो बनाउँदै थियो। अब यहाँ बाटोहरू ठुलो बनाउन लागेको रहेछ, त्यही भएर एकदमै हिलो धुलो भन्ने साध्यै थिएन के। बाटोहरू चाहिँ डुम्रे कटेपछि चाहिँ राजमार्ग छोड्ने बित्तिकै बाटो चाहिँ खत्तमै थियो। हेर्नु न यस्तो हिलो छ, बाइकमा हिँड्ने मान्छेहरूलाई त झन् कति गाह्रो हुन्छ। अनि त्यतिकैमा हामी चाहिँ त्यो बाटो क्रस गरेर फाइनल्ली लमजुङ छिर्यौँ। लमजुङ छिरेपछि त यस्तो आनन्द, छुट्टै हावा आउने के। अनि आफू हुर्के बढेको ठाउँ हो नि त। अनि कस्तो आनन्द फिल हुने। अनि अब मर्स्याङ्गी चलर बगेको बसन्त ऋतु सुरु भइरहेको छ नि त। अनि सबैतिर पालुवा पलाएको नयाँ हरियो कस्तो राम्रो देखिने। त्यतिकैमा भ्यूलाई इन्जोय गर्दै गर्दै म चाहिँ बेसी सर आइपुगेँ। अनि माइक्रोबाट झरेर म चाहिँ हिँड्दै आएँ। अनि म चाहिँ दाइको अफिसमा जानु थियो कि। अनि म दाइको अफिसमा आइपुगेको, मलाई फोन गर्दै रहेछ कि दाइ। अनि म दाइलाई थाहा थिएन म आइपुगेको, मैले दाइ थाहा दिएकै थिइनँ। अनि दाइले मलाई ठ्याक्क देखिहाल्यो। अनि दाजु बहिनी भएर केही सामानहरू किनेर घरको लागि निस्क्यौँ हामी चाहिँ दुईजना। अनि हामी चाहिँ फाइनल्ली घर आइपुग्यौँ। यो चाहिँ त्यो दुईटा जोडिएको घर चाहिँ मेरो हो है। अनि मलाई लिनको लागि चाहिँ मेरो कान्छो भाइ बाटोमै आइपुग्यो। हामी चाहिँ 3 जना भएर घर गयौँ। घर जाँदाखेरि त मम्मीहरू, आमा मम्मी सबै गफ गरेर बस्दै हुनुहुँदो रहेछ। अनि छोरी आइपुग्यो भनेर एकदम मक्खै हुँदै हुनुहुन्छ है मेरो मम्मीहरू चाहिँ। अनि हामी घर गएपछि चाहिँ जहिले यस्तै हो के, बाख्रासँग खेलेर बस्ने। आजलाई चाहिँ यति नै। ओके, बाइ बाइ।